गौतम बुद्ध भन्नुहुन्छ, सधैँ सम्झनुहोस्, अरूले तपाईलाई जस्तो सुकै व्यवहार गरे पनि तपाईले सधैँ आफ्नो व्यवहार शान्त, धैर्यशील र करुणामय राख्नुपर्छ। अर्थात् अरूको क्रोधमा तपाईले शान्ति देख्नुभयो भने त्यो तपाईको सबैभन्दा ठुलो जित हो। जसले घृणालाई प्रेमले जित्छ उही साँच्चीकै ज्ञानी हो। जीवनमा तपाईको हरेक प्रतिक्रिया तपाईको असली चरित्रको प्रतिबिम्ब हो। त्यसैले सधैँ शान्ति रोज्नुहोस्, किनभने अन्ततः मुक्ति शान्तिको बाटोमै भेटिन्छ। त्यसैले सधैँ याद राख्नुहोस्, तपाईको मौनता र शान्त स्वभावले नै संसारमा सबैभन्दा गहिरो परिवर्तन ल्याउन सक्छ। यस्ता बुद्धका ज्ञान र दैनिक जीवनमा काम लाग्ने प्रेरणाका लागि च्यानललाई लाइक, सेयरको साथै सब्स्क्राइब गर्न भने बिल्कुलै नबिर्सिनुहोस्।